ल के अरे यो सक बनाउनु कति रे? जोडीको कति रे? 1600। ए ग्यारेन्टी चाहिँ कति? 6 महिना होइन त? यदि 6 महिनामा ग्यारेन्टी भएन भने फिर्ता बनाइदिने हो? ए ओहो बाहुनधारा के अरे यो जम्मू डाँडा छेउमा होइन? अनि यो के अरे पछि रिप्लेस 6 महिना चलेन बिचमा बनाउनु पर्यो भने पैसा लाग्छ कि लाग्दैन? लाग्दैन? 1 रुपियाँ पनि लागेन है? ए हो त्यही त। नयाँ किनेको फाइदा कि यो किनेको फाइदा? यो बनाएको फाइदा, पुरानो बनाएको फाइदा है? ए ल ठिक छ यार। ए अनि अरू के बनाइन्छ हाम्रो यो सक भाइ? भनेपछि यसमा जोरपाटी के अरे जम्मू डाँडाको छेउमा आएर कन्ट्याक्ट के अरे हाम्रो यो उसको नाम पसलको नाम? ल ठिक छ जे होस्। नम्बर कति रे? ए यो बिहान कति बजीदेखि कति बजीसम्म पुग्छ? बिहान 7 बजी, बेलुका? अनि एउटा यो सक कति घन्टा लाग्छ बनाउनुलाई? तपाईको 15 मिनट से 20 मिनट लाग्छ। 15 मिनट से 20 मिनट है? त्यतिमा सकिन्छ? सबै काम राम्रो हुन्छ दाइ। ओहो ओके ल ठिक छ। यो सबै पार्ट्सहरू छ। उहाँहरूले राम्रो बनाउनुहुन्छ बनाउनु चाहिँ, तर नयाँ किन्नु भन्दा चाहिँ सेकेन्ड ह्यान्ड बनाएकै राम्रो रहेछ। मुना सर साथी यार यहाँ मैले खिचिरहेको छु फेरि मात्र भन्दाखेरि टिक्क होला फेरि। यो मान्छे बिगाऱ्यो यार। ल हाम्रो हेड मिस्त्री चाहिँ उहाँ हुनुहुँदो रहेछ यो बनाउने होइन त? ग्यारेन्टी होइन त? 6 महिना? ओके ल ठिक छ। उहाँले बनाउँदै हुनुहुन्छ, मेरो सक चाहिँ उहाँले बनाउँदै हुनुहुन्छ। उहाँ सक डक्टर हो, उहाँ सक बनाउने डक्टर होइन त? तपाईँको नाम के अरे? महफुज सलार? सलार मात्र हो? ए ओके ल उहाँले मेरो राम्रो बनाउँदै हुनुहुन्छ। जे होस् मेहनती हुनुहुन्छ। अब तयार भयो यो? ए अब तयार भयो।